अनि साथीहरू आज चाहिँ हामी मर्निङ वाक गर्न आइपुगेका छौँ है। मर्निङ वाक बोस्निया सिटीमा छौँ। बोस्निया सिटीमा चाहिँ यस्तो दामी भ्युजहरू छ भने नि अब तपाईँलाई म अहिले कसरी बयान गरौँ, तपाईँहरूलाई म आफै देखाउने छु। हेर्नुहोस् है, बोस्निया सिटी चाहिँ यस्तो छ, टक्क तपाईँहरू हेर्न सक्नुहुन्छ। म चाहिँ पार्कमा आइसकेको छु होइन। यो मेरो साथीहरू आजको हामी मर्निङ वाक आएको साथीहरू, हामी चाहिँ उहाँहरूसँग छौँ है। आज अहिले चाहिँ हामी पार्कमा आइसकेका छौँ। पार्कमा टक्क यस्तो दामी खालको भ्युजहरू देखाउँछु म तपाईँलाई अहिले चाहिँ। हेर्नुहोस् है, यस्तो बगैँचा छ अहिले चाहिँ यो। आहा हेर्नु त यो, आहा क्या स्वादको, जति प्रशंसा गरे त्यति कम छ। हेर्नुहोस् तपाईँहरू यो बगैँचा, तपाईँहरूलाई म बगैँचा देखाइरहेको छु है। यस्तो दामी छ है। अब तपाईँहरूलाई यस्तो कसको मन नलोभिएला र है। यस्तै ठ्याक्कै अलि पर छ एउटा अर्को पनि छ है, यहाँनिर अर्को पनि छ, तपाईँलाई म देखाउन जाँदैछु। टक्क यहाँनिर हाम्रो नेपालको स्वयम्भू जस्तै यो हाम्रो परेवाहरू पनि छ। परेवाहरू पनि उड्दैन, यो म यति नजिकैबाट उनीहरूलाई निहालिरहेको छु। एक जोडी परेवा यसरी चर्न आइरहेको छ यहीँ नजिकै। हेर्नुहोस् यिनीहरूलाई, कति आकर्षक, कति मोहक दृश्य। त्यसै गरी यस्तो दामी सायद तपाईँले देख्नुभएको थियो होला, तर यहाँ चाहिँ आज मैले तपाईँहरूलाई देखाएँ एउटा नयाँ दृश्य। यस्तो पनि गर्न सकिँदो रहेछ भन्ने कुरा म तपाईँलाई देखाउँदैछु। ल हेर्नुहोस्, अर्को त्यहाँ रातो कलरको फुल थियो भने यहाँनिर चाहिँ सेतो रातो मिक्स छ। आधी चाहिँ यसरी ओइलाइसकेको छ उतातिर। मैले यसो देखाउन खोजेको तपाईँलाई चाहिँ। हेर्नुहोस् अर्को बगैँचा, यहाँ चाहिँ यस्तो खालको दृश्य देखियो साथी हो। घुमेर आउँदाखेरि यो मान्छेले यसरी ठोकिरहेको छ टक्क लाएर। हात्ती देख्यो साथी हो, हात्ती यस्तो छ यहाँनिर। बाजे चाहिँ यसरी बसिराख्नु भएको छ हाम्रो होइन, बाजे टक्क चिटिक्क छ है, हेर्न सक्नुहुन्छ तपाईँले साथी हो। अब चाहिँ हामी केबाब खाँदैछौँ, बिहानको केबाब डिनर। ल असलै देखाउनु तपाईँको केबाब। मिठो रहेछ केबाब, कस्तो लाग्यो? एकदम केबाब पनि मिठो लाग्यो। आजको घुमघाम पनि रमाइलो लाग्यो, एकदमै खुसी लाग्यो। तपाईँलाई हाम्रो आजको यात्रा कस्तो लाग्यो? आजको यात्रा पनि ठिक भयो। अनि अहिले 12 बजी होइन, 12:30 भयो होला। भर्खर खाँदैछौँ हामी। के खाँदैछौँ अरे? केबाब खाँदैछौँ। आजको खाना यतिकै हो हाम्रो। निम्ताई ओहो भाइ, सबैलाई नमस्ते। आज हामी चाहिँ छुट्टीको दिन बिहान यसो पसिना निकाल्नुपर्छ भनेर एक्सर्साइज गर्न निस्क्यौँ। अनि धेरै रनिङ गरेर थाकेर होला, भोक लाग्यो। त्यही भएर बाटोमा हामीले यसो केबाब खाँदैछौँ। यो कसैलाई देखाएको त होइन, तर पनि एउटा यादगार मेमोरी रहिरहोस् भनेर यो बनाएको। ठिक छ, समग्रमा सबै ठिकै छ, राम्रो छ। अनि हाम्रो दिपेन्द्र भाइ चाहिँ कस्तो लाग्यो आजको यात्रा, आजको हाम्रो यो भेटघाट, यात्रा त रनिङ मर्निङ वाक कस्तो लाग्यो? धेरै दामी थियो। तपाईँहरूसँग सङ्गत गरियो, म चाहिँ आएको थिएन। तपाईँहरू चाहिँ सधैँ आउने भएर आज जाउँ त नि, बिदाको दिन भनेर आइयो। त्यो आजको यात्रा रमाइलो र अलिकति साथीहरूसँग अविस्मरणीय भनौँ न, त्यस्तो खालको याद छापियो आज हामी सबै मिलेर। भोलि तिमी कहाँ हुन्छौ, म कहाँ हुन्छु होइन, एउटा यो भिडियो एउटा रहिरहोस्, सम्झना रहिरहोस् सम्झनाको लागि। अनि आज चाहिँ खानाको रूपमा केबाब खाँदैछौँ होइन। यस्तो केबाब छ हाम्रो, यो होम पिकनिक जस्तो भइरहेछ होइन। सानो पिकनिक चाहिँ होइन, यसो आएर थकाइ लाएर खानाको रूपमा लियौँ आज हामीले। बस, थ्याङ्क यू।